आज भने हामी अब यो निलो तुतोको पेस्ट बनाउने तरिकामातिर जाउँ। सबैभन्दा तपाईँहरूले के गर्नु पऱ्यो भन्दा सबैभन्दा पहिला चाहिँ 3टा बाल्टी लिनु पऱ्यो है। त्यो बाल्टी कस्तो हुनु पऱ्यो भन्दा कि त प्लास्टिकको हुनु पऱ्यो कि त तपाईँहरूको काठको हुनु पऱ्यो। त्यसमा चाहिँ हामीले मेटलको अथवा कुनै पनि धातुको चाहिँ लिनु भएन। त्यसको लागि चाहिँ हामीले 3टा बाल्टी लिन्छौँ है त। अब तपाईँको आवश्यकता अनुसार कतिमा बनाउने हो। आज भने हामी 1 लिटरमा चाहिँ पेस्ट बनाउँदैछौँ है, 1 लिटर बराबरको लागि। त्यसको लागि चाहिँ हामीले के गर्यो भन्दा सबैभन्दा पहिला चाहिँ 100 ग्राम निलो तुता चाहिँ जोख्यौँ र त्यो जोखिसकेपछि एउटा छुट्टै बाल्टीमा यसरी आधा लिटर पानीमा घोल्यौँ। त्यसपछि अर्को बाल्टीमा हामीले के गर्यौँ त भन्दाखेरि चाहिँ तपाईँको फेरि 100 देखि 150 ग्रामको चाहिँ चुना लियौँ र त्यसलाई पनि यसरी मजाले घोल्यौँ है। अब भने हामी यो दुईटाको घोल तयार भइसकेपछि चाहिँ तेस्रो बाल्टीमा चाहिँ हाल्नेछौँ। हामीले के गर्यौँ त अब दुईटा निलो तुतो र चुनाको घोललाई चाहिँ तेस्रो बाल्टीमा एउटै धारो बनाएर खसाल्यौँ र तल चाहिँ के गर्यो त भने एकजनाले मजाले घोल्यो है। तपाईँले देख्न सक्नुहुन्छ यहाँ ल, हेर्नुहोस् त। अब भने यसरी बनिसकेको पेस्ट चाहिँ हाम्रो बोट बिरुवामा दल्नको निमित्त उपयुक्त छ कि छैन भनेर हामीले एक किसिमको परीक्षण गर्ने गर्दछौँ, जसको लागि एउटा फलामको चक्कु अथवा सफा काँटीलाई चाहिँ केही समय त्यहाँ डोप्छौँ र यदि त्यसमा खिया आयो भने चाहिँ हामी फेरि चुना थप्छौँ, होइन भने चाहिँ हामी लगेर दल्न सुरु गर्छौँ है त। को चाहिँ पेस्ट अब हामी चाहिँ स्याउको बोटमा दल्दैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यसरी बनेको घाउमा अझै घोल्नुहोस् त। त्यहाँ बनेको घाउमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि यसरी पेस्टहरू दल्छौँ, जसले गर्दाखेरि चाहिँ यो घाउबाट रोगको प्रकोप नहोस् साथै बोट पनि नमरोस् भन्नको लागि चाहिँ हामी एउटा यो प्रोटेक्टिभ चाहिँ पेस्ट चाहिँ दल्दैछौँ है त। र यसरी पेस्ट दल्ने क्रममा ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि अत्याधिक गर्मीको समयमा नदल्ने, साथसाथै पानी परेको अवस्थामा पनि नदल्ने र पेस्ट बनाएको 24 घन्टाभित्र चाहिँ हामीले दलिसक्नुपर्ने हुन्छ। चुना र निलो तुथोको मात्रा नमिलेको खण्डमा बोटको बोक्राहरू खुइलिने अथवा डढ्ने समस्याहरू देखा पर्न सक्छ। त्यस कारणले गर्दाखेरि निलो तुतो र चुनाको मात्रा चाहिँ एकदमै सावधानीको पूर्वक मिलाएर चाहिँ बनाउनु पर्ने हुन्छ।